नमस्ते म सबिना खत्री अनि त्यसपछि आज चाहिँ 2000 कति साल हो 2080 साल 7 महिना 21 गते चाहिँ हामी अरुण डाँडा घुम्न आएको छौँ अनि मङ्गलबार अनि हामी चाहिँ भर्खर ल्यान्ड गरेका छौँ भर्खर हामी ल्यान्ड गरेका छौँ 9 बजेर 29 मिनेट भयो भर्खर हेलिकप्टरमा पो आएको है हामी हेलिकप्टरमा आएको थियौँ अनि हामी कुकुरले खान्छौँ ए हाम्रो कल्पना मिसेस कल्पना खत्री यता अर्चना दीपिका दीक्षा पर्सिका दीपिका हेलो भन्नु प्लिज सबैले आन्टीले खाजा ल्याइदिनु भयो अब खाने अब हामी खाना दिएको खाउन हामी 6 जनाको ग्रुप छौँ है साँच्चै बिर्सेछ भने कल्पना पानी खाँदैछ पछि यहाँ चाहिँ गौतम बुद्धको मूर्ति रहेछ अनि यता हामी चाहिँ उठ्यो होटलमा खाएको हेलो गाइज हामी चाहिँ गयौँ अब अरुण डाँडा दीक्षारामा हो यो चाहिँ मलाई त चिनिहाल्नुहुन्छ यो चाहिँ दीक्षा यो चाहिँ दीपिका हो मेरो अनुहारै देखिएको छैन बाटोमा हिँड्दैछौँ हामी चाहिँ हेलिकप्टरमा जाने भनेको थियौँ कि अब पाइलट चाहिँ खोइ के गर्न गएछ क्या बाटोबाट नै भएन यता हाम्रो 3 जना अगाडि हुनुहुन्छ हामी 6 जना टोटल आहा यो के फ्रेम बसेछ है हामी अहिले यो के छ एकछिन बोर्डमा शेर्पा कृषि तथा पशुपालन फार्म पोदुङमा एक्जाम सिलेबस पशु त उहाँ छ अब देखाइदिन्छ देखिँदैन जे भयो नि किबी चाहिँ देखाउन सक्छु न भाइ म नि आउँदैछु हाम्रो अगाडि टिम गइसक्यो हामी चाहिँ 2 जना मात्रै छौँ अनि त यत्रो राम्रो छ अच्छी अरे फुल इतनी क्यूट है रे हाय हाय इतना सुकून मिल रहा है क्या कहिले पुग्नु हो अरुण डाँडा जान राम्रो छ राम्रो छ पछाडि देखाइदिएको क्या कस्तो खतरा कता दामी कस्तो राम्रो है त पातहरु हैन अर्चना पनि देखिनको लागि कुदिन है अगाडि यो त दीपिका छिन् हाई भन्नु नमस्ते नमस्ते नमस्कार संस्कारी केटी नमस्ते भन न हौ नमस्ते ससुरका नमस्ते नमस्ते भन्नु नमस्ते नजिकै आइसकेका छौँ है हामी नजिकै अब लगभग आधा घन्टामा त पुगिन्छ होला हौ ओफ यी यत्रो झोला भिराइरहनु मलाई गाह्रो छ हौ मलाई तिमीसँग पनि छ तर तिम्रो भन्दा मेरो गरम छ नि त फुटी छ मैले फुट जति चाहिँ मैले बोक्दै छु कि खानेकुरा जति चाहिँ एक्लै बसेर लुक्छु होला म जङ्गलतिर यहाँ हाम्रो 2 जना चाहिँ फोटो खिच्नु हुँदैछ भ्यू नेचुरल मन पर्छ अरे पसिना पाइरहेको त मलाई त आयप्पा ल न त भिडियो गरिदे ए अहिले चाहिँ गर्मी भएको अवस्था पानी ठुस्दैछ पानी पिउँदैछन् सबिन मिस्टेक भयो उत्पटाङ भइहाल्दो रहेछ क्या यता मोबाइल चलाउन बिजी यता फेरि फोटो भिडियो चाहियो अरे ओइ मलाई पनि पानी ल यहाँसम्म त रोड छोरा मजाले आयो अब त उकालो छ भ्लग बन्दैन फाइनली गाइस आइपुग्यौँ अब गलियो थोरै टाइम पछि चाहिँ हामी अरुण डाँडा पुग्छौँ लाउनु पर्दैन पर्सिका हेलो हेलो दीपिका म नि गर्छु हेलो हाई हेलो
हेलो दिपिका हेलो खङ्गना नमस्ते बाई अर्चना मुरली बास के भन्छ यो आयो जारी छ कति बज्यो 11:03 टक्रक्कै रोटोमा टेकियो अब भने हामी पुग्ने लागेका छौँ धन्यवाद आपको आँच खुकुरी क्या दामी भिर्या हो तल जुत्ता चाहिँ दामी लाग्यो है मलाई गाइस किन टल्केको हौ एलम्बर बाबु नै देख्नु भएन नि घामले टल्काइदियो नि हामी ऊ पारी डाँडाबाट आएको आइसे किन यस्तो आइरहेछ गायकहरू अहिलेका भोइस नेपालमा जानु ट्याक्कै सिलेक्ट यता हाम्रो टिमहरू पछाडिबाट त राम्रो देखिँदो रहेछ अगाडि चाहिँ टल्किन्छ मेरो थोपडा देखिँदैन जे होस् खतरा खाऊ तलको गाउँ हिले भन्ज्याङ ऊ त हो उता चाहिँ कुन हो गौतम बुद्ध हुनुहुन्छ उहाँ त्यो यहाँ शिवजी टावर खतरा खाने हो टावरमा चढ्नु मन लागिरहेको थियो तर ओइ टावरमा को चढ्ने हौ नचढौँ ल लड्यो भने मरिन्छ त फेरि कोही छैन बोकेर लाने पनि राज तेरे लिए गया मेरो चाहिँ यात्रामा सफलता एकछिनमा हेरिदिन्छु ल तेरे लिए आया मैं तो गायकर सबैजना एकछिन न सबैजना चुप लागेर दिपिकाको गीत सुन्नु भिडियो गरिदिउँ न ओइ ज्याकेटले छ अनुहार सिक्रेट सुपरस्टार सबैलाई आउने गीत गान अनि गाउला सबैलाई सबैतिर देखाउँछु ल वरिपरि मम्मी हाई हाई कितनी क्यूट हाय हाय इतना सुकून हाई ओइ सबैले नमस्ते नमस्कार दर्शकबिनहरु नमस्ते सबैका स्वीकार्नुहोस् उ गायक ज्याकेटले मुख छोपी गाउने गायकहरू चाहिँ उनी हुन् म तल मङ्की थियो नि अघि अब मङ्की त देख्न पाइएन अब जे भयो नि हाई हाई इतना सुकुन क्या दामी हावा गर्मी भइरहेको थियो अरुण डान्डा म त डाँडाको स्पेलिङ डिए हुँदो भनेको थिएँ तँ त दादा भइगयो नि है डान्डा ऊ यहाँ हुँदो रहेछ बिचमा टोयलेट बाथरुमको सुविधा वाउ कितने क्युट अरे डाँडा हुन्छ नि त है दादा हो नि त त्यो खास त ओ यहाँ हिमाल पनि थियो हामीले त दूरबीनबाट हेरेको यहाँ कुन हिमाल भने नि कञ्चनजङ्घा के कुन हिमाल अब हामी बसेर खाजा ठुस्छौँ आकाशको बादल के जस्तो देख्यो मैले त्यो शिव भगवानको त्यही मूर्ति जस्तो देख्छु म पनि घरिघरि त्यस्तो देख्छु के ओइ उहाँ पनि डाँडा छ कि उहाँ नि टावर त्यहाँ देखिरहेछ त्यहाँसम्म जाने कस्तो खतरा हौ ल है अरुण डाँडा के अरे अरुण डान्डा आकाश त झन् कस्तो खतरा ऊ घाम